होटलमा चाहिँ मेरो आज बर्थडे सरप्राइज बुढाले दिनुभएको। यता चाहिँ यहाँ चाहिँ बाथटब सावर गर्ने हो चाहिँ आफ्नो धुने ठाउँ। यहाँ झ्याल छ अनि यता चाहिँ बाहिर चाहिँ यस्तो भ्यू छ, यस्तो परेको छ, त्यही भएर यस्तो भ्यू छ। अनि एकदमै चिसो छ, जाडो छ। त्यो चाहिँ यो चाहिँ ताल, यो ताल चाहिँ अहिले आइस नै भएर जमेको रहेछ। यो होटलको चाहिँ यस्तो यस्तो छ, खानाहरू यस्तो खालको छ। टुरिस्ट उतापट्टिको नि हो, हाम्रो चाहिँ यता साइडको भयो। मेरो बुढाले मलाई खतरा सरप्राइज दिनुभयो। माइ गॉड। यो ऐना चाहिँ मलाई कस्तो बब्बाल दामी लाग्यो। अनि यो चाहिँ हिटर, यहाँबाट तातो दिने हिटर, तातो दिने हिटर। यहाँ चाहिँ हामीले चिया कफी बनाउँछ, बनाएर खाइ नै सक्यो। र यहाँ चाहिँ टक्क लगाएर आइरन पनि छ, ह्याङ्करहरू पनि छ। र यो चाहिँ सावर गरेपछि लाउने के भन्छ होटल नाम बिर्सेँ अन्त। मेरो बुढाले मलाई चाहिँ सरप्राइज दिएको ब्रडमोड भन्ने होटल अरे। यो चाहिँ गाइज यता हेर्नु नि, यता हेरिदिनु दिनु हो। आज मेरो बर्थडे अन्त खतरा छ, दामी छ। यहाँ पनि खतरा दामी छ। यो चाहिँ मेरो बर्थडेको लागि यो द ब्रडमोर होटलले चकलेट क्यान्डी दिएको। यो चाहिँ अब खोलेर खानुपर्छ गाइज, क्यान्डी खोल्नुपर्छ। अब यो चाहिँ होटलले दिएको मेरो बर्थडेको लागि। यो चकलेट चाहिँ होटलले दिएको मेरो बर्थडेको लागि, ह्याप्पी बर्थडे भनेर चकलेट दिएको। कस्तो दामी, यहाँ नि यस्तो दामी पट्टी छ अनि यस्तो खतरा चकलेट। यो चाहिँ हाम्रो डिनर, के नाम आउँदैन मलाई। हाम्रो डिनर, हाम्रो रेट